साउन एउटा मिठो चिया ल्याउनुहोस् है। अलि चाँडो गर्नु न साउनी, कति ढिलो गर्नुभएको? ओहो, लु म त चिया खाँदैछु है। अनि आज चाहिँ किन ढिलो नि? साउनी अर्को नि एउटा मिठो चिया ल्याउनुहोस् है। यार अब त सरकारले राइड सेयरिङमा पनि कर लागू गरेछ। यार अब त हामीले नि कर तिर्नु पर्ने रे। अब त काम गर्न पनि झनै गाह्रो हुने हो यार। के गर्नु? त्यही त कर तिरेपछि बाइक आफै नयाँ हुन्छ होला नि। न त सडक सुरक्षा न त ट्राफिकबाट छुट चिट मात्रै काट्छ, लुट कि लुट। अनि बाटो बिग्रियो भने सबैभन्दा धेरै गाडी कसले गर्छन्? हामीले नि गर्छ नि, किनकि हामीले तिरेको कर कहाँ जान्छ? हेर भाइहरू, सडक, ट्राफिक, सरकारी सेवा कार्यालयहरू सबै करबाटै चल्छ। ए हामीले तिरेको करले सबै चल्छ? यसरी हामीलाई मात्र कर माथि कर तिराएर हाम्रो घरको चुलो चाहिँ कसरी बन्छ? ल साथी, मेरो चाहिँ अहिले टिप लाग्यो। कुराकानी पछि गरौँ ल। अहिले म चाहिँ लागेँ है। कति टाइम लाग्यो? कति झिला गरेर हुँदैन त अझै। कति ढिला गरेको? यति बेलासम्म त आइसक्नु पर्ने। मान्छेलाई ढिला भएर आएन, यिनीहरू चाहिँ यस्तै गर्छ फेरि। हजुर हजुर अहिले चाँडो जानु ल, ढिला भएको छ। मेरो घर गइले हो, म आउँछु होइन। अलिक चाँडो गरिदिनु ल। यो पेसेन्जरहरूले कति दुःख दिन्छ, कतिखेर कति ल्याउँछ, कतिखेर आउने हो। आफूलाई ढिलो भइसक्यो। फोन गरेँ, फोन पनि लाग्दैन फेरि। कस्तो झुक्क्याएर हिँड्यो कि क्या हो? त्यो त अझै नै गाह्रो हुँदैछ त। जान्छ यस्तै गरेर मेरो दिनको 2 दिवस बचाउन पायो भने त कति आनन्द हुन्थ्यो नि। जान्छ जान्छ। त्यो नगएसम्म म एउटा जाँदिनँ, हेरेर बस्छु। कहाँ चाहिँ भयो यतिखेर? नुन आउँदैन, धेरै बेर भइसक्यो। कहाँ चाहिँ गयो यो मान्छे? के गर्छ पनि आएन। चुटी हेर्नु पर्यो झुक्दै गएर। कहाँ चाहिँ गयो आज पनि?
मान्छे छैन। आज पनि 200 रुपियाँ चुरा लाग्यो। के त अहिले टिपसिप कतिको छ नि? टिप त हामी लागेको थियो तर के अहिले एउटाले 200 रुपियाँ खाएर ल हो र? हजुर यस्तो गर्छ त यस्तो गरेर त अग्लो खर्च नि के भन्नु अब। हो भाइ हो तिमीहरू यहाँ छौ? दादा नमस्ते। नमस्ते। अनि काम धन्दा कस्तो गर्दैछ भाइहरूको? ठिकै चलिरहेको छ काका। अनि भाइहरू काम त गरिरहेको छौ होइन, तर तपाईँहरूलाई करको बारेमा केही थाहा छ कि छैन होला, जानकारी छ कि छैन होला? खै अलिअलि त सुनेको हो, ठ्याक्कै जानकारी चाहिँ छैन। अनि काका कर तिर्नै पर्छ र जताततै कर कसरी पैसा कमाएर फर्किने घर तिर्नु पर्छ नि। यो त हाम्रो दायित्व हो भाइ हो, किनकि त्यही करबाट सडक, शिक्षा र सार्वजनिक सेवा सञ्चालन हुन्छ। त्यसो भयो सबै कुरो हामीले तिरेको करले चल्दो रहेछ, अनि सरकारले चाहिँ के चलाउँछ भाइ हो। ल कुरो त्यही हो, मजा लाग्यो ल। खै जेबाट नि कर मात्र सुन्छ, जेमा पनि कर, जेमा पनि कर। सुविधा केही छैन, बाटो भट्केर धुवा र धुलो, पानी पर्यो भने पोखरी जान्छ। यहाँ बस्नुहोस्। हजुर काका नमस्कार। नमस्कार बोलाइरहेछस्, के सोचेर बसेको? काका के तिर्नु कर? हामीले तिरेको कर सही सदुपयोग हुनु पर्यो, बल्ल हामी कर तिर्छौँ। मात्र भने त करमा तिरेको के हाल्नु काका? ल सोच कान्छ कर तिर्नु हाम्रो कर्तव्य। ल म चाहिँ लाग्यो ल। ल काका म पनि एकजना पेट्ने कुरोहरू बस्छु खै आइपुग्दैन। ए भाइ तपाईँ हो? कति भयो हाम्रो? अहिले 200 भयो। ल धन्यवाद।